गुड मर्निङ साथीहरू सबैमा है। आजको मेरो दिनको सुरुवात चाहिँ एक कप क्यापुचिनोबाट हुन गइरहेको छ साथीहरू। अनि आज चाहिँ तपाईँहरूलाई म भिरो भित्तिचा भन्ने ठाउँमा लान गइरहेको छु साथीहरू। अनि स्पेसली चाहिँ हाम्रो कम्पनीले चाहिँ फुड एन्ड सेफ्टी सम्बन्धीको इक्जामको लागि लान। गुड मर्निङ साथीहरू सबैमा है। आजको मेरो दिनको सुरुवात चाहिँ एक कप क्यापुचिनोबाट हुन गइरहेको छ साथीहरू। अनि आज चाहिँ तपाईँहरूलाई म भिरो भित्तिचा भन्ने ठाउँमा लान गइरहेको छु साथीहरू। अनि स्पेसली चाहिँ हाम्रो कम्पनीले चाहिँ फुड एन्ड सेफ्टी सम्बन्धीको इक्जामको लागि लान गइरहेको छ। अनि सबै कुरा कम्पनीले प्रोभाइड गर्नुभएको थियो। अनि हामी जाने क्रममा चाहिँ एउटा ग्यास स्टेसन रोक्यौँ। विशेषतः सबैलाई भोक लाग्यो भन्ने भएर चाहिँ नि केही खाजाहरू केही जुसहरू सबैले किन्यौँ अनि सबै लियौँ। अनि सबै कुरा खाजाहरू जुसहरू खाएर फेरि हामी आफ्नो गन्तव्यतर्फ लाग्यौँ साथीहरू। अनि गन्तव्य लाग्ने क्रममा चाहिँ बाटोमा यति राम्रो राम्रो दृश्यहरू थियो कि म एउटा ट्राभल भ्लगर भएको हुनाले गर्दा यो दृश्यहरू कैद गर्न मेरो मनले नै मानेन होइन। त्यस कारणले गर्दाखेरि अनि मैले सबै दृश्यहरू कैद गरेँ। अनि बाटोमा जब 2.5 घन्टाको हाम्रो ट्राभल थियो। अनि त्यो 2.5 घन्टाको ट्राभल चाहिँ यति छिटो बितिसक्यो थाहै पाएन साथीहरू। यस्तो राम्रो दृश्यहरू थियो कि हेर्दै गफ गर्दै साथीभाइहरू होइन। अनि 2.5 घन्टाको त्यो ट्राभलहरू यति छिटो बित्यो कि थाहै नपाइकन हाम्रो गन्तव्य पुगेछौँ। अनि मलाई चाहिँ एउटा कुरा के सक थियो भने साथीहरू, अनि अब एक्जाम भनेको छ के गर्ने कसो गर्ने भन्ने हुन्छ नि त, कौतुहलता हुन्छ। अनि त्यो भएर चाहिँ म एकदम सरप्राइज भइरहेको थिएँ। तर यस्तो भयो कि जब एक्जाममा हामी हलभित्र पसिसकेपछि चाहिँ 10 देखि 15 मिनट लागेन साथीहरू। यति सरप्राइज भयो कि 10 देखि 11वटा क्वेसन थियो अनि त्यो गर्नुपर्ने सबै कुरा सक्यौँ। अनि साथीहरू पनि सबैजना राम्रै गर्नुभएछ होइन। अनि त्यस्तो किसी गाह्रो थिएन। अनि उहाँहरूलाई पछि मैले सोद्धाखेरि चाहिँ त्यस्तो उहाँहरू पनि एकदम आत्तिराख्नु भएको थियो रहेछ। अनि सो द्याट सबै काम सकेर फेरि हामी ब्याक टु फेरि हामी जागिरी भयौँ साथीहरू। अनि जुन बाटो आयौँ त्यही बाटोमा फेरि त्यसरी नै अब अलिअलि हाम्रो बसेको खाजाहरू थियो हामी जाँदाखेरिको, त्यो खाजाहरू खाँदै फेरि गफ गर्दै अनि दृश्यहरू फेरि हेर्दै यति राम्रो दृश्य थियो कि साथीहरू। अनि तपाईँहरू पनि ट्राभल गर्नुहोला, बाहिर निस्किनु होला होइन, समय पाउनुभयो भने होइन, आफूलाई पनि फ्रेस हुन्छ। अनि विशेष गरी चाहिँ हाम्रो चाहिँ यात्रा गर्ने क्रममा चाहिँ हाम्रो ड्राइभर यहाँको लोकल हुनुहुन्थ्यो, यति राम्रो थियो कि उहाँ यति मिलनसार। उहाँले बताउँदै यसरी यो दृश्यहरू देखाउँदै यस्तो यस्तो भन्दै सबै कुरा सुनाउँदै लानुभयो। अनि फेरि 2.5 घन्टा बितेको त पत्तै पाएन साथीहरू, हेर्नु न है। ब्याक टु जागिरी भइसकेको थियौँ। अनि त्यहाँदेखि फेरि साथीसँग सल्लाह गफसफ गऱ्यौँ। त्यहाँदेखि ल अब आजलाई छुट्यौँ भनेर सबैजना छुट्यौँ। ल साथीहरू आजको यो मेरो मिनी भ्लग यति नै। ल अब अर्को मिनी भ्लगमा भेटौँ ल है त। बाई बाई, सी यू नेक्स्ट भ्लग।